ल ओके यति बेला हामी नाइट फिसिङमा छौँ। यति बेला हामी चाहिँ दाइ हाम्रो दाइले चाहिँ ठुल्ठुलो माछाहरू मार्न ल्याइरहनु भएको छ। मुर्रा ल्याइरहनु भएको छ एकदम। र यति बेला 10:30 बज्यो होइन, 10:30 बजिसकेपछि हामी नाइट फिसिङमा छौँ। नाइट फिसिङमा छौँ, अत्यन्त रमाइलो छ। म दाइको 1 वर्ष पहिला पनि हेल्परै थियो, अहिले पनि हेल्परै छु। म चाहिँ मेरो प्रमोसन हुन सकिरहेको छैन। म अब अझै मेरो 2 वर्षपछि तैँले फल पाउँछस् भन्नुभएको छ दाइले। त्यही भएर चाहिँ म दाइको पछि हिँडिरहेको छु। यस्तो छ हाम्रो कार्यक्रम। ल ल ल अब हेर्नुहोस् है जनताहरू, अब म चाहिँ हल्का पानीमा पनि एउटा स्ट्रगल गर्ने बेला पानी पनि पस्छ गएँ हाम्रो नाइट फिसिङ क्याम्प। खोली मार्न खोली मार्न क्या नहोला र माछी मार्न खोली गएको बल्छी भलन फेरि बामै मऱ्यो क्या भाइ। फर्किएर घर गए अल्छी भलन फेरि आँधी खोलामा आँधी खोलामा आँधी खोलामा के ल्याइदिउँ कोसेली रातो झोलामा के ल्याइदिउँ कोसेली रातो झोलामा ल है के ल्याइदिउँ कोसेली भिर्ने झोलामा। ल अब फेरि एकपल्ट मारेर हानेर हामी करिब नयाँ घरकै 1 मिनटभन्दा